शानदार देखिएको छ। गृह सचिवले माला लगाएर स्वागत गर्नुभएको छ। हामी यहाँ देख्न सक्छौँ निकै हाँसो र चमकका साथ उहाँको स्वागत गर्नुभएको छ। आइजिपी दान बहादुर कागमा माला फुल लगाइदिएर स्वागत सुदन गुरुङ गरिदिनु उहाँको यो इन्ट्री वास्तवमा निकै साहप्रद देखिएको छ। सुरक्षा निकायदेखि कर्मचारीसम्म सुदन गुरुङको उहाँको यो जुन गृह प्रशासनमा उहाँको यसले के देखाउँछ भने अब उहाँले कार्यभार पुरा आइपुग्नु भएको भव्यताका साथ उहाँलाई सुरक्षा निकाय र कर्मचारी शानदार इन्ट्री भव्य स्वागत छ। सुदन गुरुङ दर्शकबिन गृहमन्त्रीमा जसले फर्किसकेपछि धेरैलाई आशा जागेको छ। दिनपछि फर्किनु भएको छ। मन्त्रालयभित्र छिरिसक्नु भएको 45 दिनपछि फेरि गृह मन्त्रालयमा फर्किँदै